हाम्रो चाहिँ यता कस्तो राम्रो लभवाला देखाल यता लभवाला कति राम्रो राम्रो यो चाहिँ रापती खोलामा अनि यता रहेको छ हाम्रो गाडी आज चाहिँ हामी हेटौडाको बुद्ध पार्क घुम्न आएको छ भने यता हाम्रो रहेको छ बुद्ध पार्क चाहिँ हाम्रो यो माथि खोइ कता बुद्ध पनि देख्दैन त यता रहेको छ हामी चाहिँ यो माथि चढ्न जाँदैछौँ अहिले होइन अनि यता पनि धेरै पार्कहरू चाहिँ छँदै छ है कस्तो फिल भइरहेको छ हामी यतिजना आएको छ बुने यता हेर्न नराम्रो हामी चाहिँ यता आएको छ शान्ति नराम्रो हामी यता आएको छ हामी चाहिँ यो राप्ती खोलाको तीरमा चाहिँ हामी मजा लिइरहेको छ गाइस चिसो चिसो हावामा गर्मी मौसममा होइन यसरी बसिरहेको छ भने हाम्रो बुद्ध पार्क चाहिँ माथि रहेको छ अहिले हामी चाहिँ यो पार्कमाथि जाने छ बुद्ध पार्कमा चाहिँ प्रवेश हुँदैछ गाइस होइन यो माथि जाँदैछ हामी चाहिँ यताबाट कता गएको यता फेरि कता यताबाट हो बाटो हामी चाहिँ बुद्ध पार्क आइसकेको छौँ माथि हिँडिरहेको छौँ है म चाहिँ यसरी छाता ओढेर हिँडिराखेका छौँ हाम्रो बुद्धको राम्रो फुलहरू रहेको छ भनेदेखि हाम्रो यहाँ बुद्धको मूर्ति चाहिँ रहेको छ यहाँ हामी आइसकेको छ हाम्रो यहाँ चाहिँ बुद्ध पार्कमा कहाँ गयो बुनु माथि यहाँ चाहिँ न यस्तो सिनहरू छ यहाँ चाहिँ एकदम राम्रो छ सुन्दर शान्त वातावरण ओम मने पेमे हो ओम मने पेमे हो ओम मने पेमे हाम्रो यता चाहिँ बुनु गम कि गम खाइरहेको यता हामी चाहिँ खाजा खाँदैछौँ यता हाम्रो पुन्टे पनि छ